एकदम राम्रो मौसम भएको थियो आजको। सो हेलो एभ्रीवान, वेलकम ब्याक टु माई मिनी ब्लग्स। आजको ब्लगमा हुन्छ सेलिब्रेसन। केको सेलिब्रेसन हुन्छ भन्नुहुन्छ भने आज हो हाम्रो प्यारो सिस्टरको बर्थडे। सो हामी यहाँ बर्थडे सेलिब्रेसन गर्न आएका छौँ। हामी सबैजना मिलेर बर्थडे मनाउँछौँ। यहाँ बस्नुपर्छ हाम्रो ठुली दिदीको आशीर्वाद लिएर अब हामी बर्थडे सेलिब्रेट गर्न गइरहेको छौँ। यहाँ हामी सबैजना यतिकै बसेका छौँ, एकैछिन टाइम पास गरिरहेको छौँ। ओ वाओ, अब यहाँ आइसकेको छ केक र केक हेर्दा कति क्युट, कति राम्रो देखिरहेको थियो। खानामा पनि त्यति नै टेस्टी थियो, कति क्युट देखेछ। अब पालो टिका टालोको आइसकेछ। अब यहाँ टिका टालो गरिसकेर आशिष दिइसकेर अब हामी केक कटिङ गर्छौँ। अब सबैजनाले एक एक गरी हामी टिका लगाइदिएर आशीर्वाद दिइसकेर अब हामी केक कटिङको तर्फ लाग्छौँ अनि त्यसपछि हामी खाना ग्रहण गर्छौँ। ह्यापी बर्थडे टु यु, ह्यापी बर्थडे टु यु, Happy birthday, dear Sikha. Happy birthday to you. And we love you. And we love you. May God bless you. सधैँ यस्तै खुसी बस्नु, स्वस्थ बस्नु। धेरै दिनपछि हामी सबैको भेटघाट भएको थियो अनि एकदमै रमाइलो भयो। हामीले राम्रोसँग बर्थडे सेलिब्रेट गऱ्यौँ। अब पालै पालो केक खुलाउने र खाने पालो आइसकेको छ अनि रमाइलो पनि एकदमै गऱ्यौँ। बर्थडे ब्लग अलि ढिलो गइरहेछ, त्यसको लागि सरी। सेलिब्रेसनहरू त भइरहेको छ। आफ्नो नजिकको मान्छेहरूसँगको सम्बन्ध बोन्ड राम्रो हुनुपर्छ। सेलिब्रेसन त जहाँ पनि राम्रो हुन्छ, रमाइलो हुन्छ, तर आफ्नो मान्छे भएको ठाउँ झनै रमाइलो हुन्छ। अब केक खुलाउने पालो हाम्रो लिडरको हो। हामी उहाँको सेनाहरू, उहाँ हाम्रो लिडर। हामीले खाना चाहिँ पहिले पकाइसकेको थियौँ अनि त्यही भएर सजिलो हुन्छ भनेर खाना पहिले पकाएर अनि त्यसपछि बर्थडे सेलिब्रेसन स्टार्ट गरेको हामीले। केकको कार्यक्रम सकिसकेपछि अब हामी लाग्छौँ खाना खानतर्फ। सेलिब्रेसन सकेर हामी सबैजनाले एकै ठाउँमा बसेर खाना खायौँ अनि आफ्नो आफ्नो घरतर्फ लाग्यौँ। फेरि भेटौँला अर्को ब्लगमा।